शङ्कालु गाउँलेहरू। एक पटकको कुरा हो, कुनै गाउँमा एकजना समझदार वृद्ध बस्थे। गाउँलेहरूलाई कुनै समस्या हुँदा वा उनीहरू कुनै कुराले डराए भने वृद्ध कहाँ गएर सल्लाह माग्थे। गाउँलेहरू उनी कहाँ जाँदाखेरि उनलाई राम्रो लाग्थ्यो। एक दिन गाउँका सबै कुखुराका भाले र पोथी मरे, यहाँसम्म कि साना चल्ला पनि मरे। गाउँलेहरू दौड्दै तिनै वृद्ध कहाँ पुगे। अवश्य कुनै महामारी फैलिएको छ, यो कस्तो रोग हो भन्ने बारे हामीलाई त केही पनि जानकारी छैन, उनीहरूले रुँदै भने। वृद्ध केही समय बोलेनन्, अन्तमा भने, यसबाट केही राम्रै होला। गाउँलेहरूले एक अर्कालाई हेरे। उनीहरू चिन्तित देखिन्थे, किनभने यस अघि वृद्धले कहिल्यै सहयोग गर्नबाट पछि परेका थिएनन्। अर्को दिन गाउँका सबै कुकुर बिरामी भए अनि मरे। गाउँलेहरू फेरि तुरुन्त तिनै वृद्ध कहाँ पुगे। उनीहरूलाई वृद्धले कुनै सल्लाह वा सान्त्वना दिनेछन् भन्ने पूर्ण विश्वास थियो। एउटी महिलाले रुँदै भनिन्, हाम्रो गाउँमा यस्ता भयानक घटनाहरू किन भइराखेको छ? एक पुरुषले गुनासो गरे, सुरक्षा गर्ने यी कुकुर बिना हामीलाई चोरले सताउने छन्। नम्र स्वरमा वृद्धले भने, परमात्माले यसमा पनि केही राम्रो देखेको हुनुपर्छ। मानिसहरू चिन्तित थिए। उनीहरू दिक्क माने, वृद्ध त वास्तवमा समझदार छन् भन्ने सोचेका थिए। साँझ पर्यो, गाउँ पुरै सुनसान थियो। त्यसपछि बिजुली पनि गयो अनि गाउँ अन्धकारमा डुब्यो। चिन्तित गाउँलेहरू फेरि गुनासो गर्न उनै कहाँ दौडेर पुगे। एउटी महिलाले भनिन्, सबै खराब कुरा हाम्रै गाउँमा किन हुँदैछ? यो राम्रो होइन। एउटा बच्चाले रुँदै भने। वृद्धले प्रेमपूर्वक भने, यो परमात्माको दया मेहरको एक सिनारी हो। यो कुरा सुनेर एउटा मान्छे करायो, दया मेहर? अलिकति प्रतीक्षा गर अनि हेर्नु, वृद्धले भने। अलिकति धैर्य राख, परमात्माको इच्छालाई बुझ्न यति सजिलो छैन। त्यतिखेर चोरहरूको एउटा खुङ्खार टोली ग्रामीण क्षेत्रमा घुम्ने गर्थ्यो। उनीहरू जहाँ जान्थे त्यहाँ घरको ताला फुटालेर, झ्याल फोरेर भित्र पस्थे र जे भेटिन्थ्यो चोरेर लैजान्थे। यदि उनीहरूलाई कसैले रोक्ने प्रयास गर्यो भने मारिदिन्थे। चोरहरूले गाउँलेलाई लुट्ने तयारी गर्दै थिए। त्यति बेलै उनीहरूमध्ये एउटाले भन्यो, सुन, यहाँ त एकदमै सुनसान छ। उनीहरू सबै त्यहीँ उभिए। दोस्रोले भन्यो, हो, यहाँ कुनै कुकुर पनि भुकेको छैन, कुरा के हो? उनीहरूको नेताले भन्यो, हामी रात पर्ने बेलासम्म पर्खिनेछौँ, त्यसपछि आक्रमण गर्नेछौँ। रात पर्ने बित्तिकै त्यस गाउँमा बिजुलीको कुनै चमक देखिएन। उनका मुखियाले झर्किँदै भन्यो, यो गाउँ त उजाड छ, जाउँ अगाडि बढौँ। बल्ल गाउँलेहरूले कुरा बुझे। उनीहरू बिना कारण वृद्धको बुद्धिमानीमाथि शङ्का गरेको र रिसाएकोमा लज्जित थिए। सबै जम्मा भएर सुस्त सुस्त ती वृद्धका घर पुगे अनि उनीसँग माफी माग्दै उनलाई धन्यवाद दिए। वृद्धले हाँस्दै भने, साथीहरू हो, कहिलेकाहीँ परमात्माको दया मेहर नबुझिने गरी अनौठो रूपमा आउँछ। उनी केही बेर शान्त रहेर फेरि भने, हामीले गहिराईबाट सोच्यौँ र धैर्य राख्यौँ भने तब हामीले देख्नेछौँ परमात्माले जे गर्नुहुन्छ त्यो हाम्रो भलाइका लागि गर्नुहुन्छ।